to my YouTube channel. It's me Sona Shrestha. आज फेरि हजुरहरूको सामने नयाँ भिडियो एन्ड ब्लग लिएर यहाँ आफ्टर लङ टाइम पछाडि चाहिँ आइसकेको छु। आशा छ हजुर सम्पूर्ण चाहिँ सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने आशाका साथ म यो भिडियो एन्ड ब्लग चाहिँ स्टार्ट गर्दैछु। र आजको ब्लग चाहिँ के हो भन्ने कुरा चाहिँ हजुरहरूले थम्बनेल र टाइटलबाट चाहिँ पक्कै पनि थाहा पाइसक्नु भयो होला। सो म चाहिँ सिजन 2 NPL सिजन 2 हेर्न आएको फाइनल आज। एकदमै धेरै एक्साइटेड भइरहेको छु। सो आफ्टर लङ टाइम भिडियो बनाएर पनि होला मलाई बोल्दा पनि कस्तो अक्वर्ड फिल हुने भइसक्यो रहेछ हैन, किनभने मैले आफ्टर सो लङ पछाडि फेरि भ्लग स्टार्ट गर्दैछु। र अहिले चाहिँ म यहाँ टियु ग्राउन्डमा आइपुगेर यता मेरो स्कुटी पार्क गरिसकेको छु हैन। यहाँ चाहिँ सेफ हुन्छ कि हुँदैन थाहा छैन हैन। हुन चाहिँ पार्किङ उता पनि छन चाहिँ, तर अहिले फर्किँदाखेरि चाहिँ सजिलो हुन्छ भनेर चाहिँ मैले यही यो के भन्छ के अरे स्टेडियमको नजिकै राखेको छु हैन। अब यहाँ हुन त अरूले पनि राखेको छ राख्न चाहिँ, तर सेफ्टी कतिको हुन्छ थाहा छैन। अनि यहाँ मेरो हेलमेट चाहिँ मैले यसरी राख्छु के प्राय फुल हेलमेट अटाउन हैन, अनि यसरी राख्छु हैन। अब यो हेलमेट चाहिँ मेन हेलमेट हराउला भन्ने डर हो, तर पनि राख्दिनँ त राखिदिन्छु भन्नुभएको छ। फेरि साट्ने यताउता हुने हो कि अनि डरले चाहिँ मैले चाहिँ यहीँ यतै सेफ हुन्छ कि भनेर राखेको छु। अब के हुन्छ थाहा छैन हैन। सो साथीहरू अब चाहिँ म टिकट लिन जान्छु ल। त्यहाँ टिकट लिन जान्छु। त्यस पछाडि के अरे म्याच चाहिँ हाम्रो कति बजे 3:30 देखिन्छ, 3:30 देखि सुरु हुन्छ। ओके म अहिले चाहिँ टिकट लिन जान्छु। त्यस पछाडि हजुरहरूलाई फेरि देखाउने छु टिकट पनि। सो टिकट चाहिँ नर्मल चाहिँ सोल्ड आउट भइसकेको थियो, प्रिमियमवाला चाहिँ कहाँबाट साथीहरूबाट चाहिँ पाएँ मैले आफ्नो लागि पनि। सो त्यही लिन जाँदैछु। अब चाहिँ म लिन जान्छु ल, त्यसपछि भेटौँला, बाई बाई। यता के भइरहेछ थाहा छैन, हल्ल भइरहेको छ यार। हामी चाहिँ रत्ता हेर्दैछौँ ल चाहिँ यहाँ सब मान्छेलाई हेरिरहेको छ। आज त फाइट होला कि जस्तो नि लागेको छ, डर पो लाग्यो त हौ, किनभने अहिले यस्तो माहौल छ होइन। अब एकछिन पछाडि झन् कस्तो होला। जस्ट इमेजिन रोयल्स भर्सेस लाइक द गेम। कसले जित्छ जस्तो लाग्छ हजुरहरूलाई डु कमेन्ट डाउन बिलो। हाम्रो जेनरल बक्स अफिस जाने बाटो चाहिँ यही हो। यहाँबाट यता बक्स अफिस छ, यहाँबाट चाहिँ हजुरहरूले टिकट काट्न सक्नुहुन्छ। आफ्नो क्युआर देखाउने अनि त्यसपछि क्युआर देखाएर चाहिँ टिकट लिने। सो यहाँ शीतल छ हो, त्यहाँ गर्मी भएर गर्मी। सो हजुरहरूलाई टिकट चाहिएन, उहाँ बक्स अफिस जाने यता छ। त्यो बक्स अफिसमा गएर हजुरहरूले टिकट लिन सक्नुहुन्छ। क्युआर स्क्यान गराउने, त्यस पछाडि टिकट लिने। जुन जोनको हो त्यही जोनको। यहाँ चाहिँ मान्छेहरूको चाप त्यस्तै छ, यहाँ मान्छेले बस्नै दिएको छैन। टिकट लिने बित्तिकै टाप बाहिर, त्यही भएर लाइन पनि छैन, आनन्द छ। तर यहाँ चाहिँ मान्छे छ है। दिस इज आवर टिकट। अब एउटा चाहिँ कहाँ साट्ने हो थाहा छैन। एउटा चाहिँ हाम्रो एनसेल जोनको छ, अर्को चाहिँ रेडबुल जोनको हो। अब कहाँ साट्ने थाहा छैन। बाफ्रे यता मान्छेको चाप हेर्नु कति हो कति। अब म चाहिँ जान लागेको छु भित्र होइन, भित्र गएर देखाउँछु। भिडभाड नगर्नु, भिडभाड नगर्नु, मान्छे हेर्नु मान्छे हेर त। अहिले त मान्छे यति धेरै छ कि बाफ्रे। 2 बज्यो, 3:30 देखि हो 2 बज्यो। अब चाहिँ प्रायः मान्छे भित्र छिर्छन्। अनि अब यस्तो चाप छ कि अब सो हियर गोज हाम्रो टिकट चेकिङ हुन्छ यता फर्स्टमा। हेलो सो साथीहरू हेरेर सक्नुहुन्छ, यसरी किन्नुपर्छ। अहिले किन्न सक्दैन होइन, पछि यहाँ यस्तो भिड हुन्छ कि लिनै सक्दैन। सो इट्स बेटर अहिले नै लड्नु। त्यही भएर चाहिँ अहिले नै दिएको हामीले चाहिँ। पानी हेर्नुहोस् यहाँ गोल्डन वकको बोटलमा, दिस इज वाटर।
मान्छेहरू त अहिलेदेखि नै भर्न थालिसक्यो स्टिल 1 hour to go होइन यहाँ चाहिँ हाम्रो कल्चरल डान्स भइरहेको छ नेवारी ड्रेसको तर यहाँबाट खासै राम्रोसँग देखिनु मोबाइलमा चाहिँ खतरा देखिरहेको छ सबजना नेवारी ड्रेसमा यता चाहिँ हाम्रो खेलाडीहरूको चाहिँ यता प्र्याक्टिस गरिराख्नु भएको छ यता अनि हाम्रो यहाँबाट हिमाल पनि देखिरहेको छ है गाइस हामी चाहिँ यहाँ वेटिङमा छौँ यो चाहिँ हामी रेड बुल जोनमा हो रेड बुल मैले यहाँ आएर पानी पनि खाएको त्यो पनि गोल्डन रोक होला सो नयाँ नयाँ एक्सपिरियन्स भइरहेको छ मलाई चाहिँ यता Tails is the call. It is a hit. Dependra, what are you going to do first? Last year you fell just short. Has that been I'm going to ask you a big favour here, Ro, just before we say goodbye to you. The fandom, the energy from the stands has been absolutely amazing. Do you as Nepal players know what you have behind you in that World Cup? Yeah, I really know that.
ब्रेक टाइम छक्का हाल्यो यार सुरुमै Oh my goodness, first ball by छक्का फर्स्ट ओभरमा 4 वटा छक्का एउटा वाइड My goodness, first ओभरमा 27 रन आज गएर हार्ने भयो लाइन्सले जित्छ अब यो गेम स्योर फर्स्ट स्योर अब लाइन्सले ढुक्कै जित्यो 5 ओभर कम्प्लिट भयो 5 ओभर कम्प्लिट
Make some noise! लेजर शो केही बेरमा हुन गइरहेको छ आदरणीय दर्शकवृन्द तसर्थ केही बेर पर्खिदिनु होला धन्यवाद Kita
गाइज यसरी गेम चाहिँ सक्यो र मेरो पपकर्न चाहिँ अझै बाँकी छ। अब यो चाहिँ म बाटोभरि खाँदै जाने हो होइन। यसरी गेम सकेर अब चाहिँ हामी फर्किन लागेको। उता चाहिँ के दिने भइरहेको छ होइन। अब हुने कुरा भइरहन्छ त्यो चाहिँ अब उता हो अनि खासै राम्रोसँग देखिएन अनि त्यही भएर चाहिँ म चाहिँ निस्किएँ। अब चाहिँ घर फर्किने हो। खेल चाहिँ रमाइलो भयो तर कम्पिटेटिभ चाहिँ भएन होइन। फाइनल म्याच जस्तो कम्पिटेटिभ हुनुपर्ने हो होइन भन्नाले अलिक कम्पिटिसन भयो त मजा आउँथ्यो नि त। त्यस्तो चाहिँ भएन। के अरे हाफ ओभर नसक्दै गेम ओभर भयो। जिति गयो लायन्सले। सो ठिकै छ। कङ्ग्रेचुलेसन टु अल लायन्स फ्यान्स एन्ड लायन टिमलाई। सो बाई बाई यति नै हो। थ्याङ्क यू फर वाचिङ। होप यु गाइज इन्जोइड इट एन्ड आई अल्सो इन्जोइड। मेन त लेजर लाइटवाला मोमेन्ट वाउ कस्तो वाउवाला थियो। सबसे वाउ। यसरी सबैजना निस्किनुहुन्छ र जानुहुन्छ आफ्नो घर। यसै गरी हाम्रो एनपिएल सिजन 2को विकेट विनर हुनुहुन्छ हाम्रो लायन्स। रोयल्स भर्सेस लायन्सको थियो होइन। जिति गयो लायन्सले। सो सक्यो। बाई बाई। थ्याङ्क यू। बाई बाई।